हेलो साथीहरू, आज चाहिँ हामी बिहान सबेरै उठेर हेटौडादेखि चितवन तर्फको बाटो लागियो है। जंगलको बाटो हामीलाई एकदम धेरै डर लागिरहेको थियो। जब हामीले हाम्रो अगाडि एउटा गाडीको लाइट देख्यौं तब मनको डर पनि एकदम धेरै कम भइसकेको थियो। यति बेला चिसो पनि एकदम थियो। म चाहिँ चिसोले कटक्क परेर पछौरा ओरेर बसेको थिएँ। यसो मुख बाहिर निकालेर आफ्नो बुढासँग गफ गरे। यति बेला मेरो बुढाले भन्नुभयो, पछाडिबाट भूतले लखट्ला है भनेर। अनि मलाई त्यति बेला एकदम धेरै डर लागिरहेको थियो। अनि त्यसपछि हामी यति बेला लगभग धेरै बाटो अगाडि आइसकेका थियौं। चितवन पुग्नै बेला भइसकेको थियो। यसको 5 मिनेटमा म आफ्नो घरमा पुगे पनि घरमा पुगिसकेपछि नुहाई धुवाई गरे। अनि त्यसपछि कपाल काँटाले च्यापेपछि आफ्नो थोरै सिंगार गरे। अनि म मन्दिर जानको लागि रेडी भएर गए पनि है। आजभोलि हाम्रो वैश्रमको मन्दिरमा धनुर्मास चलिरहेको छ। म आफ्नो लङ्कुमा रहेको श्री वैष्णवको मन्दिरमा गएर रमाए। यस्तो फोटो भिडियो खिचे। भोजन प्रसाद गरिसकेपछि साँझ पख म नारायणीको छेउमा गंगा आरती हेर्नको लागि गए र त्यहाँ गुरुहरूले आरती गर्दै गरेको भिडियो पनि खिचे। त्यसपछि चाहिँ म चिया पिउनको लागि चिया इनमा गएर चिया पिएँ अनि घर फर्के। हस्त धन्यवाद।